प्रेरितको पुस्तक, यदि प्रेरितको पुस्तकको मुख्य केन्द्रबिन्दु चाहिँ प्रेरितको 1:8 परमेश्वरले राख्नुभएको छ, अनि त्यही कुरालाई लिएर प्रेरितको पुस्तकभरि प्रेरितको कथन गरिएको छ। त्यसकारण तपाईँहरूले त्यसलाई हामीले प्रेरितको पुस्तक 8लाई चाहिँ तपाईँ र मैले निहाल्नुपर्ने छ। यसरी लेखेको छ, तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउने छौ र तिमीहरू यरुशलेममा, सारा यहुदियामा र पृथ्वीको अन्तिम छेउसम्मै मेरो साक्षी हुनेछौ। है, हाम्रो साक्षी हुनुहुनेछ। तपाईँले त्यहाँ देख्नुभयो भने मैले अध्याय यसरी बाँडेको छु। 1देखि 7मा तपाईँले 1देखि 7, 8देखि 12 र 13देखि 28वटा, अझ म 28वटा छ। तपाईँले पछि यो चाहियो भने तपाईँले लिनु पनि सक्नुहुनेछ। अनि त्यहाँ चाहिँ चर्चको एउटा विषयमा चाहिँ के छ भने चर्चको विस्तारको विषयमा चाहिँ तपाईँले यरुशलेममा मण्डली विस्तार भएको वा साक्षी दिँदै गरेको हामी देख्छौँ। 1देखि 7 अध्यायमा, 8देखि 12मा तपाईँले यहुदिया र सामरियामा मण्डलीहरूको साक्षी दिँदै गरेको त्यहाँ पाउँछौँ। र पृथ्वीको अन्तसम्मै मण्डलीले साक्षी दिँदै गरेको वा अहिले पनि हामी साक्षी भइरहेका छौँ। यो पृथ्वीको अन्तसम्म भन्ने त्यतिखेरै वास्तविकको पुस्तकमा लेखेअनुसार लगभग पुरा भइसकेको थियो र पुरा हुँदै अहिले पनि बगिरहेको छ। सुसमाचारको कुरा हेर्ने हो भने त्यहाँ सहरहरूमा सुसमाचार घोषणा भयो 1देखि 7मा, अनि 8देखि 12मा प्रदेशमा, प्रोभिन्सहरूमा त्यहाँ घोषणा भयो र त्यस पछाडि पृथ्वी वरिपरि तलमाथि सबै ठाउँमा घोषणा भएको थियो। यति कुरो, यो सानो कुरालाई तपाईँले हेरेर यसलाई मात्रै राखिराख्नु भयो भने प्रेरितको पुस्तकमा काफी तपाईँले प्रचार गर्नु सक्नुहुनेछ। प्रसङ्ग के थियो भन्दाखेरि 1देखि 8मा चाहिँ मण्डलीको शक्ति र प्रगतिको बारेमा त्यहाँ थाहा पाउँछौँ। त्यहाँ मण्डली सुरु भएको र मण्डलीले प्रगति गरेको छ। त्यस्तै गरेर 8देखि 12मा तपाईँले देख्नुभयो भने मण्डली विस्तार गरिएको, मण्डली विस्तृत रूपमा विस्तार हुँदै गएको तपाईँ देख्न सक्नुहुन्छ भने 13देखि 28मा चाहिँ पावलको 3टा यात्रा र उसको परीक्षाहरू, उसलाई आएको समस्याहरू, प्रभुको वचन सुसमाचार गर्दाको कुराहरू त्यहाँ देख्नुहुन्छ। सम्बोधन कसले गरे त? 1देखि 7सम्म यहुदीहरूलाई गरेको पाउँछौँ। त्यस्तै गरेर 8देखि 12मा सामरीहरूलाई सम्बोधन गरेको पाउँछौँ, सुसमाचारको सम्बोधन। र 13देखि 28 तपाईँ र मलाई अन्य जातिहरूलाई सम्बोधन गरेका तपाईँले मैले देख्न सक्छौँ। त्यहाँ स्क्रिनमा पनि तपाईँले देख्न सक्नुहुन्छ। र मुख्य व्यक्तिहरू चाहिँ को थियो? 1देखि 7मा हेर्ने पत्रुस त्यसको मुख्य पात्रको रूपमा देख्न सक्छौँ। र त्यस पछाडि 8देखि 12मा फिलिप मुख्य पात्र देख्छौँ। अनि 13देखि 28मा पावल। भोलिदेखि पावलको पहिलो यात्रादेखि सुरु हुन्छ, अर्को हप्तादेखि है। पावलको तेस्रो चौथो यात्रासम्म तपाईँले त्यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ समय 33 देखि 35 AD, 1 र 7 को कुरा गर्ने हो भने त्यहाँ थाहा पाउँछौँ। 3देखि 35देखि 46सम्म ADमा चाहिँ तपाईँ र मैले के थाहा पाउँछौँ? त्यो भएको घटना थाहा पाउँ। 48देखि 63सम्म यो घटनाहरू घटेको देख्न सक्छौँ। अनि त्यहाँ के सुधार भयो र के विकास भयो भन्ने कुरामा चाहिँ होइन, मण्डलीहरूले विजय पाएको छ 1देखि 7मा। त्यस पछाडि मण्डली स्थानान्तरण भएको, एउटा मण्डलीको अर्को ठाउँमा पुगेको, अर्थात् मण्डलीहरू स्थापन हुँदै गएको र अन्तिममा चाहिँ यात्रा, पावलको यात्राहरू र उनकोले पाएको परीक्षा, उसले सुसमाचारमा गरेको परेको समस्या वा कठिनाइहरूको बारेमा प्रेरितको पुस्तक 1देखि 28सम्म तपाईँले राम्रो गरी बुझ्न सक्नुहुन्छ। यति मात्रै बुझ्नुभयो भने पनि प्रेरितको पुस्तक राम्रो गरी तपाईँले बुझ्न सक्नुहुन्छ। यो चाहिँ मैले द ब्याप्टिस्ट बाइबलबाट साबर गरेको है। यो म आफैले बनाएको होइन, त्यहाँ इङ्ग्लिसमा छ, त्यसलाई पनि नेपालीमा मैले बनाएको मात्रै हो। त्यसकारण मैले आज तपाईँलाई वचनमा बोल्नु खोजेको कुरो चाहिँ के हो भने विषयवस्तु चाहिँ प्रेरितको पुस्तकबाट तपाईँको अगाडि ल्याउन चाहन्छु। छोटो विषय छ, तपाईँले हेर्न सक्नुहुन्छ, परमेश्वरको हस्तक्षेप। हुन त यसलाई हेऱ्यो भने यसलाई मैले पर्यायवाचीको रूपमा के अरे सिनोनिम्सको रूपमा मात्रै लिएको हो, किनभने यसमा वास्तवमा राम्रो डिपली हेऱ्यो भने चाहिँ परमेश्वरको सर्वमता है, सार्वभौमिकताको बारेमा स्पष्ट यहाँ लेखिएको छ। त्यति मात्र होइन, अघि मैले तपाईँलाई भन्दै थिएँ, बाइबल वास्तवमा हेर्ने हो भने 3वटा पात्रहरू, पत्रुस अनि फिलिप र पावल भए पनि त्यहाँको मुख्य विषयवस्तुको चाहिँ अथवा पात्र चाहिँ
ख्रिस्ट नै हुनुहुन्छ। ख्रिस्टको बारेमा त्यहाँ तपाईँले मैले देख्न सक्छु। र तपाईँहरूले यो कतिवटा हाम्रो वचनहरू चाहिँ तपाईँले हेर्नु पाउनु भएन, मण्डलीमा आउनु पाउनु भएन भने लिभिङ अनलाइन टिभीमा पनि हाम्रो साथीहरूले राखिदिनु भएको हुन्छ। त्यहाँ तपाईँ गएर हरेक वचन तपाईँले पढ्न र सुन्न सक्नुहुनेछ है, यदि तपाईँले छुट्याउनु भने। त्यसकारण जो अनलाइनमा हुनुहुन्छ, देश विदेशबाट हेर्नुहुने सुन्नुहुने, हजुरले तपाईँहरूको समय मिलेन भने पनि लिभिङ अनलाइन टिभीमा युट्युबमा गएर तपाईँले सर्च गरेर पनि हाम्रो हरेक हप्ता बोलिएका वचनहरू त्यहाँ तपाईँले पाउन सक्नुहुनेछ। आज मैले तपाईँलाई भन्नु खोजेको विषय चाहिँ त्यो, प्रेरितको पुस्तक अध्ययन गर्ने क्रममा प्रेरितको पुस्तक 12 अध्यायलाई तपाईँले मैले हेर्दै हो भने त्यहाँ चाहिँ वास्तवमा हेर्दै भने परमेश्वरको सार्वभौमिकताको बारेमा स्पष्ट लेखिएको छ। तर परमेश्वरको सार्वभौमिकता भन्ने शब्द अलिक अप्ठ्यारो भएर त्यसलाई मैले अलिकति मेनिपुलेट गरेर अर्थात् सजिलो बनाउनको लागि परमेश्वरको हस्तक्षेप भन्ने विषयमा आज तपाईँको अगाडि मैले वचन बोल्नु गइरहेको छु। त्यसमा मैले 4वटा कन्टेन्टहरू बनाएको छु, त्यही भित्र रहेर म आजको वचन तपाईँहरूको अगाडि राख्न चाहन्छु। पहिलो छ सतावटमा परेका, सतावटमा परमेश्वरको हस्तक्षेप। दोस्रो तपाईँले देख्नुहुन्छ पत्रुस र जेलमा परमेश्वरको हस्तक्षेप। तेस्रो देख्नुहुन्छ हेरोदको अन्यायमा परमेश्वरको हस्तक्षेप। र अन्तिममा सुसमाचारको बन्देजमाथि परमेश्वरको हस्तक्षेप भन्ने 4वटा विषयवस्तुहरूको अगाडि अर्थात् सानो विषयमा रहेर तपाईँको अगाडि म वचन भन्न चाहन्छु। परमेश्वरको हस्तक्षेपमा पहिलो नम्बरमा तपाईँलाई मैले भन्नु खोजेको कुरा चाहिँ सतावटमा परमेश्वरको हस्तक्षेप। जब तपाईँले प्रेरितको पुस्तक 12 अध्यायको 1 देखि 5 सम्म तपाईँले यहाँ पढ्नुहुन्छ, त्यहाँ तपाईँले थाहा पाउनुहुन्छ। यहाँ यसरी लेखिएको छ, ती दिनहरूमा हेरोद राजाले मण्डलीका कतिजनामाथि कठोर अत्याचार गर्न थाले। उनले योहन्नाका दाजु याकुबलाई तरवारले मारे। यस कामले यहुदीहरू खुसी भएका देखेर पत्रुस पनि पक्रने तर्खरमा गरे। तर घटना अखमिरी रोटीको चाडको समयमा भएको थियो। हेरोद पत्रुसलाई गिरफ्तार गरेर झ्यालमा हालिदिएर निताचारपछि तिनलाई जनताको सामान्य ल्याउने विचार गरेर तिनको पहरा गर्नलाई सिपाहीहरू 4 टोलीमा जिम्मा लगाइदिए। यसरी पत्रुसले झ्यालखानामा राखी तर तिनको निम्ति मण्डलीले परमेश्वरको बडो जोससँग प्रार्थना गरिरहे। यहाँ तपाईँ र मैले हेऱ्यौँ भने चाहिँ सतावटमा परमेश्वरको हस्तक्षेपको बारेमा स्पष्ट तपाईँ र मैले बुझ्न सक्छौँ। यहाँ किनभने त्यहाँ सतावट हेरोदले सुरु गरेको छ। यो हेरोद चाहिँ तपाईँले यसको पृष्ठभूमिमा हेर्नुभयो भने यो हेरोद चाहिँ पहिला येशूलाई सताउने हेरोद, बालकालमा येशूलाई सताउने हेरोद थियो नि, उसको नाति थियो। अनि हेरोद अग्रिप्पा भनिकन तपाईँले त्यहाँ देख्न सक्नुहुन्छ। यदि हेर्नुभयो भने त्यो हेरोद थियो, उसकै जिनबाट आएको हेरोद फेरि यहाँ आएर क्रिस्चियनहरूलाई सताउँदैछ। अनि तपाईँलाई थाहा छ नयाँ क्रिस्चियनहरूले जसले येशूलाई विश्वास गरेका क्रिस्चियनहरू थिए, त्यो क्रिस्चियनहरूले चाहिँ व्यवस्थालाई नमान्ने भएको कारण यहुदीहरू क्रिस्चियनदेखि रिसाएको थियो। त्यसकारण यहुदीहरू क्रिस्चियनलाई रिसाएको हुनाले, क्रिस्चियनप्रति रिसाएको र सताव ल्याउने हुनाले त्यसकै बर्खिल्लामा यो हेरोदले पनि क्रिस्चियनहरूमाथि सताइरहेको हामी देख्न सक्छौँ है। यो हेरोदले जब सताउँछ तब के हुन्छ, त्यहाँ पहिलो कुरा त्यहाँको यहुदीहरूलाई हेरोद उता त्यहाँको राजा भएको थियो, त्यो राजा त्यहाँको राजा भएको थियो, त्यो यहुदियाको राजा थिए। त्यतिखेर तिनलाई सताएपछि यहुदीहरू खुसी हुन्छ भन्ने उसले बुझेको कारण उसले के गरे, यहुदीहरूको तर्फमा उसले सताए। अनि याकुब जो चाहिँ 12 जना चेलामध्ये एउटा थिए होइन, योहन्नाको दाइ, उसलाई त्यतिखेर समात्यो अनि उसलाई मृत्युदण्ड दियो, मारे। त्यस्तै गरेर यो के गर्नु थाले, पत्रुसलाई पनि मार्ने योजना थियो। तर निस्तर चाड नजिक आएको, निस्तर चाडकै बेला परेको हुनाले, किन यहुदीहरू सबै निस्तर चाड मनाउनुतिर हर्षोल्लास गर्न थाले, त्यो भएको कारणले उनलाई यहुदीहरूको बिचमा लगेर, सभाको बिचमा लगेर उभ्याएर
उसलाई दोषी देखाउन सकेका थिएन, त्यसैलाई जेलमा लगेर राखिरहेको थियो। अनि जेलमा त्यति सजिलो राखेको थिएन उसलाई, 2-2वटा प्रहरीहरू कमान्डोहरू राखेका थियो। उसँगै सुत्थे, ठिङ्गुरा भन्छ नि, खुट्टामा साङ्ली अनि हातमा साङ्ली बाँधेर उसलाई राखिएको थियो। वास्तवमै हेर्ने हो भने पत्रुस अब मृत्युको प्रतीक्षामा थियो। मृत्युको प्रतीक्षामै भएकै बेलामा परमेश्वरले अचम्मको काम गर्नुहुन्छ होइन। उनले त्यो सतावटमाथि विजय प्राप्त गरेको छ। यसको मतलब चाहिँ मैले तपाईँलाई भन्नु खोजेको चाहिँ सतावटमा परमेश्वरले हस्तक्षेप गर्नुभएको छ त्यहाँ। त्यस कारण तपाईँ र मेरो जीवनमा पनि पटक पटक हस्तक्षेप चाहिन्छ। धेरै पटक हामी आफ्नो जीवनलाई त्यसै छोडिदिन्छौँ। अनि तपाईँले मेरो जीवनमा परमेश्वरले हस्तक्षेप गर्नु भएन भने तपाईँ र म पापबाट उम्कन सक्दैनौँ। त्यसकारण यदि तपाईँले हेर्नु 1देखि 5मा हेर्नुभयो भने, पदहरूमा पढ्नुभयो भने, हेरोद अग्रिप्पा प्रथम थिए। उनले सम्राट क्लाउडियसले यहुदाको राजा नियुक्ति गरेका थिए। उनी ख्रिस्ट जन्मेको बेलामा भएको हेरोदको नाति थिए। यदि तपाईँले मत्तीको पुस्तक 1:1, 2:1 र लुका 1:5मा हेर्नुभयो त्यो कुरा थाहा पाउनुहुन्छ। उनले यहुदीहरूलाई खुसी तुल्याउनको निम्ति क्रिस्चियनहरूलाई सताउन सुरु गरेको पाइन्छ। तत्कालीन अवस्थामा क्रिस्चियनलाई सताउने काममा उसले जिम्मा लिएको हामी देख्छौँ। त्यति मात्र होइन, उसलाई मलाई लाग्छ हेरोदमाथि शैतानले आफ्नो वर्चस्व हस्तक्षेप गरेको कारण शैतानिक काम गरिरहेको छ। यदि पद 2मा हेर्नुभयो भने याकुबलाई तपाईँले मैले त्यहाँ याकुबलाई मृत्युदण्ड दिएको पाउँछौँ। याकुबले आफ्नो ज्यान जोगाएको पाउँछौँ। त्यस पछाडि त्यही 2 अध्यायमा तपाईँले हेऱ्यो भने पशुलाई समातेर होइन ध्वस्त गर्नु खोजिएको कुराहरू त्यहाँ पाइन्छ। पत्रुसलाई हेरोदले समातेर जेलमा हालेको हामी यहाँ 4 पदमा मजाले अघि हामीले पढिसकेका छौँ, त्यहाँ बुझ्छौँ। र उनलाई मृत्युदण्डका लागि तयार गरिरहेको थियो। तर निष्ठाचार आएको कारण अर्थात् मृत्युदण्डका लागि षड्यन्त्र गरिरहेको थियो। तर निष्ठाचार आएको कारण यहुदीहरू व्यस्त भएर त्यो रमझममा भएको कारण उनले जेलमा हालेको छ। त्यहाँ तपाईँले मैले थाहा पाउनेछौँ। त्यतिखेर त्यहाँका स्थानीय मण्डलीहरूले मिलेर प्रार्थना गरिरहेको छ बेजोडका साथ। अनि मण्डलीहरूले प्रार्थना गर्दाखेरि डरले प्रार्थना गरिरहेको छ, किनभने मण्डलीहरूलाई पनि त्यतिखेर हेरोदले त्यहाँ सताइरहेको हामी पाउँछौँ। त्यहाँ एकदमै सतावट दिएको छ। त्यस कारण त्यो सतावटमा परेको कारण मण्डलीहरू पनि डरको रूपमा उनीहरूले सतावटको निम्ति प्रार्थना गरिरहेको थियो। अनि पछिबाट तपाईँलाई मैले के थाहा पाउँछौँ, हेरोदले पत्रुसलाई मार्न नसकेको, किनभने मैले अघि नै भने परमेश्वरले हस्तक्षेप गर्नुभयो। सतावटमा परमेश्वरले हस्तक्षेप गर्नुभयो। त्यो हस्तक्षेप भएको कारण उहाँलाई मार्न सकिएको छैन। यो घटना यहाँ मात्र होइन, प्रेरितको पुस्तक 24:27मा हेऱ्यौँ भने पावलको जीवनमा पनि त्यस्तै घटेको छ। तर ती 2 वर्षपछि जब फेलिक्सको बदली पर्कियस फेस्टस आए, तब फेलिक्सले यहुदीहरूलाई खुसी राख्नुको निम्ति पावललाई झ्यानखानामा हारे। हेर्नुहोस् न, त्यहाँ अर्को राजा आए, त्यस पछाडि पनि पावललाई जेलमा हालेको छ। यसको मतलब सतावट, चरम सतावट तपाईँले मैले देख्न सक्छौँ। हामीले प्रकाशको पुस्तक पढिसकेका छौँ। तपाईँले प्रकाशको पुस्तक पढ्दा थाहा पाउनुभयो चरम सतावट छ। त्यतिखेरका के भन्छ सम्राटहरूले त्यहाँ हामीले सताएको देख्छौँ। त्यो कुरा यहाँ पनि घरिघरि त्यसको पुनरावलोकन अर्थात् त्यसको के भन्छ त्यसको एउटा घटनाको क्रम जस्तै हामी देखिरहेका छौँ। त्यसकारण जुन प्रार्थनाको कारणले गर्दा पत्रुसको स्वर्गदूतले त्यहाँबाट छुटकारा दिएको छ, किनभने परमेश्वरले सतावटमाथि हस्तक्षेप गर्न। एफएसीको पुस्तक 6:18ले यसरी भन्छ, सारा प्रार्थना र निवेदन साथ सब समय पवित्र आत्मामा प्रार्थना गर, यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूको निम्ति प्रार्थना गर। त्यसकारण हामी कतिजना यहाँ अगुवा छौँ, हामी एकअर्कामा विश्वासी छौँ। हाम्रो निम्ति पनि हामी अहिले त अलिकति शान्ति छ, नत्र भने भोलि जे पनि हुनसक्छ। हामी जो डिकन पास्टर डिकन एल्डर जे छौँ, सहपास्टर छौँ, हामी सतावटको निम्ति तयार हुनुपर्छ। त्यसको निम्ति विश्वासीहरूले प्रार्थना गरिरहनुपर्छ, किनकि सतावटमा ख्रिस्ट परमेश्वरले पहिलो कुरा हस्तक्षेप गर्नुहुन्छ। यसरी नै कष्ट र दुःखमा सतावटमाथि हामी मण्डली र हाम्रो प्रार्थनाको कारण परमेश्वरको उत्तरमा
उहाँले सताउनमाथि हस्तक्षेप गरेको 1 देखि 5 सम्म हामीले हेऱ्यौँ भने पाउँछौँ। म अगाडि बढ्न चाहन्छु, किनभने अगाडि बढ्न चाहन्छु। दोस्रो कुरा चाहिँ तपाईँले हेर्नुभयो भने त्यहाँ अघि मैले भनिसकेको र दोस्रो कुरा चाहिँ हामी पत्रुस र जेलमा परमेश्वरले हस्तक्षेप गर्नुभएको तपाईँले देख्न सक्नुहुन्छ है। अर्थात् यहाँ मैले लेखेको अलिक छोटो बनाएको पत्रुस र जेलमाथि भनेको थिएँ। पत्रुस र जेलमा परमेश्वरले हस्तक्षेप गर्नुभयो। जब पत्रुसलाई जेलमा हालियो, सायद मेरो विचारमा कुटियो पिटियो, उनीहरूले त्यसै राख्दैन थियो, अत्यन्तै उनीहरूले ताडना पनि दिन्थे। त्यो ताडनामा परमेश्वरले पत्रुसमाथि पनि सहने शक्ति दिनुभयो। उहाँलाई त्यहाँ माथि समस्या र दुःख कष्टमा बसेको जेलमा बसिरहनको लागि धैर्य गर्ने शक्ति दिनु, किनभने परमेश्वरले हस्तक्षेप गर्नुभएको थियो। परमेश्वरले पत्रुसलाई र जेलमाथि नै हस्तक्षेप गर्नुभयो, नियन्त्रण गर्नुभयो। त्यसकारण मलाई लाग्छ पत्रुसले कुटेको पनि दुखेन होला। मलाई लाग्छ पत्रुसलाई चरम ताडना दिँदा पनि परमेश्वरलाई हेर्नुभयो होला। अहिले तपाईँले यहाँ चरम ताडना दिँदा तपाईँ के गर्नुहुन्छ? कतिजना विश्वासीहरू तपाईँहरू हुनुहुन्छ, कति साह्रो गर्मी हो एलबिसीमा, खोइ फेन जब यतिको गर्मी हो अरे, यसलाई के गर्मी भन्नु होइन? तपाईँ माथि अहिले सतावट आयो भने चाहिँ के होला? पुलिसले लान्छ, गुरोमुत गर्ने आउने ठाउँमा भेटिदिन्छ। अनि त्यतिखेर तपाईँले परमेश्वरले सराप्नुहुन्छ? मैले यस्तो मान्छे पनि देखेको छु, कम्फोर्ट जोनमा भइन्जेल चाहिँ मजाले आराधना गर्ने, हालेलुया गर्ने, ठुल्ठुलो गफ गर्ने, अनि जब दुविधा र कष्ट आउँछ नि परमेश्वरलाई सराप्ने, पास्टरलाई सराप्ने, मण्डली यो मण्डली भएन भन्ने विश्वास, आफ्नो विश्वासलाई सराप्ने मान्छे देखेको छु। बुझ्नुभयो? त्यसकारण मैले भन्नु खोजेको कुरा चाहिँ के हो? पत्रुस र जेलमाथि परमेश्वरले हस्तक्षेप, जब तपाईँ र मलाई सतावट आउँछ, कष्ट आउँछ, वेदना आउँछ, दुःख हुन्छ, बिरामी हुन्छौँ, परमेश्वरले भन्नु पर्यो, परमेश्वर तपाईँले मलाई नियन्त्रण गर्नुहोस्, तपाईँले म माथि हस्तक्षेप गर्नुहोस्, मेरो रोगमा हस्तक्षेप गर्नुहोस्, मेरो शक्तिमा हस्तक्षेप गर्नुहोस्, मेरो गनगनमाथि हस्तक्षेप गर्नुहोस्, मलाई अब सहने शक्ति दिनुहोस्। हालेलुया। तपाईँलाई मैले भन्नुपर्ने कुरा चाहिँ त्यो हो। तर आजको हामी क्रिस्चियनहरूले अहिले फेन छैन भनेर कतिजना एकदम गर्मी उफ गरिरहनु भएको छ। यदि नर्क जानु पऱ्यो भने यसको त लाखौँ गुणा गर्मी छ त, के गर्नु छ होइन? त्यसकारण यहाँ मैले तपाईँलाई भन्नु खोजेको कुरा चाहिँ यदि 6 देखि 27 हेर्नुभयो भने त्यहाँ तपाईँले पाउनुहुनेछ। यदि 6 देखि 27 तपाईँले कर्मिक रूपले हेर्नुभयो भने पत्रुस झ्यालखानामा, अनि झ्यालखानामा परिसकेपछि 4 जना गरेर 16 जना मानिसहरू कमान्डर उसको निम्ति खटाएको, अनि उसलाई चाहिँ भित्र जाँदा बाहिर जाँदा खटाएको। 2-3वटा त्यो ढोकामा तपाईँले सुन्नुभएको छ, जेलमा एउटा गोल घर भन्ने हुन्छ, अहिले त छ कि छैन थाहा छैन, गोल घर भन्ने हुन्छ। त्यो गोल घर चाहिँ जेलभित्रको पनि जेल हो, जेल हुन्छ, अनि जेलभित्र अर्को जेल हुन्छ, त्योमा भित्र हाल्छ। त्यहाँ चाहिँ त्यहाँबाट बाहिर आउनु पाउँदैन कोही पनि, त्यो मान्छे। त्यहाँ चाबी राखेको हुन्छ, त्यहाँ सेनाहरू राखिएको हुन्छ, पुलिसहरू राखिएको हुन्छ, हक्ने मुत्ने सबै त्यहीँ उसको हुन्छ, खाने बस्ने सबै त्यहीँ हुन्छ उसको। घिनलाग्दो ठाउँ हो त्यो जेल। त्यहाँ गर्मी हुन्छ। अझै पहिला त गोल घरमा भनेपछि मानिसहरू पाहाडको पनि तराईमा लान्थ्यो गोल घरमा राख्नुको लागि है। त्यस्तै पत्रुसले त्यहाँ गोल घरभित्र राखिएको हुन्छ, हेर्नुहोस्। अनि पत्रुस मजाले सुतिरहेको छ प्रार्थनाको उत्तरमा। कठिनाइ छ, प्रभु कहाँ जानुभयो तपाईँ? हिजो अस्तिसम्म हामीले अहिले छोडेर जानुपर्छ, कस्तो हामी विचल्ली भयौँ भनेको छैन पत्रुसले, त्यो गनगन यहाँ देखेको छैन। तर परमेश्वरले जेलमाथि पनि हस्तक्षेप गर्नुभएको छ। पत्रुसले थाहा छैन स्वर्गदूत पठाउनुहुन्छ, त्यो थाहा छैन, माइकल पठाउनु भयो, अरू कुनै स्वर्गदूत पठाउनु यहाँ लेखिएको छैन, तर स्वर्गदूत पठाउनु भएको छैन। स्वर्गदूत पठाएपछि के भन्छ त्यहाँ तपाईँले हेर्नुहोस् त तलतिर, अचानक प्रभुमा एउटा स्वर्गदूत त्यहाँ देखा परे साथमा, कोठरीमा ज्योति चम्क्यो, स्वरले पत्रुसलाई कोखामा हिर्काए, ए उठ, होइन यो अलिक फ्री भएको माइक चाहिन्थ्यो, उठ, उसलाई कोखामा हिर्कायो। सायद मेरो बिचमा जुरुक्कै उठ्यो। तर ऊ पत्रुसलाई परमेश्वरले उनको हस्तक्षेपमा, परमेश्वरको हस्तक्षेपमा भएको कारण पत्रुसलाई लाग्छ, के लाग्छ, ऊ निन्द्राबाट तन्द्राबाट जसरी अहिले तपाईँ म खुलेको छ त्यो अवस्थामा खुलेको छैन पत्रुस। पत्रुस त परमेश्वरको अधीनमा हुन्छ, के हुँदैछ सपना जस्तो लाग्छ उसलाई त्यहाँ। तपाईँले हेर्नुभयो भने
अनि छिटो उठ भनेर उनले तिनलाई जगाए। तब साङ्ला र तिनका हातबाट फुग्लिए, आफै साङ्लाहरू झरे। पत्रुसले उसले सोध्दैछ, यो त के हुँदैछ यहाँ? म सपनामा छु। किनभने पत्रुस मृत्यु उसले पर्खिरहेको थियो नि। स्वर्गदूतले तिनलाई भने लुगा लगाऊ र जुत्ता लगाऊ। तब तिनले त्यसै गरे। उनले तिनलाई भने खास्टो ओढेर मेरो पछि पछि लाग। तिनले तिनका निस्केर उनले पछि पछि लागे। स्वर्गदूतबाट गरिएका सबै साँच्चीकै हो भन्ने तिनीलाई थाहा भएन। तर हेर्नु, साँच्चीकै हो भन्ने कुरा थाहा छैन उसलाई। ऊ सपनामा जस्तो त लागिरहेको छ, तर वास्तवमा यहाँ लिटरल्ली भन्नुपर्छ, अक्षरश यो कुरा भइरहेको छ। तर उसलाई के भन्दैछ? उसले चाहिँ यो त सपना जस्तो, कतै भ्रमा भए जस्तो उसलाई थाहा लाग्दैछ। जब पहिले र दोस्रो पहराबाट टोली नागेर ऊ गोलघरबाट अर्को पहराबाट त घेरा, त्यो सुरक्षा घेराबाट नागेर सहरमा पस्ने फलामको ढोकामा निर पुगे। तब त्यो ढोका आफै तिनीहरूका लागि उक्रिएर तिनीहरू बाहिर निस्केर एउटा गल्लीको बाटो भएर गए। तुरुन्तै स्वर्गले तिनलाई छोडेर गए। त्यहाँबाट हेर्नुहोस् त, पत्रुस र जेलको जेलसहीमाथि अथवा जेलको हाकिममाथि, त्यहाँ भएको सेनाहरूमाथि परमेश्वरले कब्जा गर्नुभयो, परमेश्वरले नियन्त्रण गर्नुभयो, परमेश्वरले हस्तक्षेप गर्नुभयो। अनि हस्तक्षेप गरिसकेपछि त्यहाँ एउटा घटना घट्छ। ल पत्रुस, मेरो पछि लाग, लुगा लगा। हामी त के भन्छ, है लुगा लगाऊ, छिटो चक्लेटहरू बोक भन्छ मलाई। त्यो बिचरा चक्लेट सकेन थिएन उसलाई त। लुगा लगा, तेरो भाग्ना लगा, तेरो जुत्ता लगा, के छ, बोक, हिँड। अनि साँच्चै स्वर्गदूतको पछि जान्छ। अलिक परतिर पुगेर गल्लीमा पुगिसकेपछि स्वर्गदूत हराउँछ। अनि त्यतिखेर पत्रुसको होस खुल्छ। त्यहाँतिर तल पुग्नु भने 11 पदमा हेर्नु भने जब पत्रुसको होस खुल्यो तब तिनले भने, अब मलाई साँच्चै नै थाहा भयो, यी प्रभुले आफ्ना दूतहरू पठाउनु भयो। हेरोद राजाले को हात र योधीहरूले जे गर्न चाहन्थे ती सबैबाट मलाई छुटकारा दिनुभयो। दाजुभाइ तथा दिदीबहिनीहरू, हामी कष्टमा, वेदनामा, सङ्कटमा, अप्ठ्यारो कुरामा, पढाइको कमजोरितामा हामी यदि छौँ भने परमेश्वरले तपाईँ र मलाई हाम्रो प्रार्थनाको उत्तरमा हस्तक्षेप गर्नुहुनेछ। जसरी पत्रुसलाई, जसरी जेललाई हस्तक्षेप गर्नुभयो, जेलका साङ्लाहरू टुँडियो। दाजुभाइ तथा दिदीबहिनी, तपाईँ र मैले यहाँ राम्रो गरी हेऱ्यौँ भने त यही कुरा बुझ्न सक्छौँ। यहाँ जेलका साङ्लाहरू तोडिएको छ। अनि पत्रुस गल्लीमा पुगेको छ। त्यस पछाडि तलतिर हेर्दै जानु भने पत्रुस रोदाको घरमा पुग्छ, सङ्गति हुन्छ। रोदाले पनि पत्ताउँदैन, होइन, त्यहाँ देख्नुभयो भने। अनि त्यस पछाडि परमेश्वरले फेरि त भाग, लुक, त्यहाँ लुकाइदिन्छ। अनि पत्रुसलाई खोज्ने सिपाहीहरू तलतिर तपाईँले हेर्नुभयो भने त्यहाँ थाहा पाउनुहुनेछ। त्यसकारण प्रेरितको पुस्तक 16को 26ले भन्छ, तब एक्कासी एउटा ठुलो भैँचालो गएर झ्यालखानहरूको जगहरू हल्लिएर तुरुन्तै जम्मै ढोकाहरू उग्रिए र सबैको बन्धनहरू तोडिए। पालको जीवनमा भएको घटना हो यो घटना। पत्रुसको जीवन मात्र होइन, पालको जीवनमा पनि घटिरहेको छ। त्यसकारण तपाईँ र मैले त्यहाँ हेऱ्यौँ भने 12देखि तलतिर हेऱ्यौँ भने तपाईँले 16सम्म तपाईँले मैले के देख्न सक्छौँ? त्यहाँ तपाईँले हेर्नुभयो भने चाहिँ रोदाको प्रतिक्रिया देख्छौँ। अनि रोदाको प्रतिक्रिया देख्छौँ, होइन, पत्रुस को प्रतीक्षा, पत्रुससँग स्वर्गदूत र उनलाई झ्यालबाट निकाल्न तयार पत्रुस। अनि पत्रुस जेलबाट छुटकारा भएको कुराहरू त्यहाँ तपाईँले र मैले देख्न सक्छौँ। अनि 12देखि 16सम्म छोटकरीमा भन्दा रोदाको प्रतिक्रिया यस्तो देख्छौँ। टुवा पर्छ पत्रुस, कसरी आयो? उसले त मार्नु लगिएको थियो, जेलमा हालिसकिएको थियो, उनले प्रार्थना गरेकोले बिर्स्यो। अनि टुवा परेको हामी त्यहाँ देख्छौँ। उनले पशुले जेलबाट बाहिर आएको कुरा विश्वासै गरेका छैनन्। तिनीहरूलाई लाग्छ यो सपना हो कि विपना हो। सबैजना यो परमेश्वरको चमत्कारी कार्य, उहाँले गर्नुभएको हस्तक्षेप थियो भन्ने कुरा बुझ्न गाह्रो भइरहेको थियो। दाजुभाइ तथा दिदीबहिनीहरू, यो यस्तो चमत्कार त्यहाँ देख्छौँ, अचम्मको काम परमेश्वरले हस्तक्षेप गर्नु भएर। दोस्रो कुरामा तपाईँलाई मैले हेऱ्यौँ भने चाहिँ त्यो कुरा त्यहाँ थाहा पाउँदैछौँ। 17देखि 18मा तपाईँले हेर्नुभयो भने त्यहाँ थुप्रै कुराहरू तपाईँले देख्न सक्नुहुन्छ। त्योभन्दा अगाडि भजन सङ्ग्रह पुस्तक 34को 6मा यसरी भन्छ, परमेश्वरको भय मान्नेहरूका चारैतिर परमप्रभुका स्वर्गदूतहरूले सुरक्षाको घेरा लगाउँछन् र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुनेछ।
हामीलाई पनि परमेश्वरले छुटकारा दिनुभयो। हामीलाई पनि परमेश्वरले अप्ठ्यारो अवस्थामा उहाँले हाम्रो विरुद्धमा रच्नेहरूको निम्ति उहाँले आफ्नो हस्तक्षेप देखाउनु हुनेछ। दाजुभाइ तथा दिदीबहिनीहरू, म यही भन्न चाहन्छु। अहिले तलतिर हेर्नुभयो भने त्यस पछाडि तपाईँ र मैले पाउँछौँ 16 देखि 17, 18मा होइन पदमा तपाईँले म पढेर सुनाउँछु। यति धेरै अप्ठ्यारो कुरा यहाँ तपाईँले देख्न पाउनुहुन्न। यहाँ यसरी लेखेको छ 17मा, तिमीहरू चुप लाग भने हातले इसारा गरे, किनभने हेरोदका सेनाहरूले उनीहरूलाई खोज्दै थिए नि त। चुप लाग र प्रभुले तिनीहरूलाई कसरी झ्यालखानाबाट बाहिर निकाल्नु भयो सो तिनीहरूलाई बताए। यी कुराहरू समाचार याकुब र अरू भाइहरूलाई दिनु भनेर तिनीहरूले बिदा भएर अझ अर्कै ठाउँतिर भागे, लुक्नु गए। परमेश्वर अर्कोतिर लानुभयो उहाँलाई, पत्रुसलाई। यो उज्यालो भएपछि पत्रुसले के भयो भनी सिपाहीहरूका बिचमा ठुलो हलचल मचियो। अब त्यहाँ यस्तो हलचल मचियो, पत्रुसको लागि घेरा हालेर बस्ने मानिसहरूलाई नै जब परमेश्वरले पत्रुस र जेलखानाका सिपाहीहरूमाथि हस्तक्षेप गरे नि, अब पत्रुसको ठाउँमा सिपाहीहरू छानबिनमा परे र उनीहरू नै के भए, के भन्छ त्यसलाई, मृत्युदण्डमा पाए। किनभने यहुदीको परम्परा अनुसार यदि कसैले कस्टडीमा राखेको मानिसहरूलाई हरायो, कसको जिम्मामा छ त्यो जिम्मामा हरायो वा भाग्यो भने त्यो जिम्मा लिने मान्छे नै उसको सट्टामा मृत्युदण्ड पाउँथ्यो। त्यस कारण मलाई लाग्छ सबै सेनाहरू त म भन्न सक्दिनँ, तर के सेनाहरू यहाँ पत्रुसलाई जेलखानामा रुङ्ने सेनाहरू परमेश्वरले हस्तक्षेप गरेको कारण मेरो विचारमा तिनीहरू धेरैले मृत्युदण्ड पाए। उनीहरूलाई मार्नु भने त आज्ञा दिएको छ। त्यस पछाडि हेरोद अर्कोतिर लागेको हामी देख्न सक्छौँ। तेस्रो कुरा म भन्न चाहन्छु। तेस्रो कुरा चाहिँ तपाईँ र मैले अघि नै भनिसकेँ। पहिलो 57मा हस्तक्षेप, दोस्रो पत्रुस जेलमाथि परमेश्वरको हस्तक्षेप, तेस्रो कुरा चाहिँ हेरोदको अन्यायमाथि के गरे, परमेश्वरको हस्तक्षेप रह्यो। अब हेरोदले यति साह्रो सताउँदै थियो त्यहाँका विश्वासीहरूलाई, त्यहाँका अगुवाहरूलाई, त्यहाँका मण्डलीहरूलाई। अब के हुन थाल्यो, परमेश्वरले हेरोदलाई पनि सताउन थालेको थियो। हेरोदले सताइरहेको बेलामा अब हेरोदको अन्तको समय आउँछ। पढौँ न, कति मजा आउँछ। यहाँ यसरी लेखेको छ, म पढ्छु, 23 पदसम्म पढ्छु। हेरोद चाहिँ यहुदियाबाट कैसरिया गएर त्यहीँ नै बसे। हेरोद टुरोस र सिदोनका मानिसहरूलाई अत्यन्तै नाराज भएका थिए। तिनीहरू एक दल भएर उनीहरूमा आए र राजाका भित्री कर्मचारी बलससँग खुसामत गरेर मिलापको लागि बिन्ती गरे। तिनीहरूका देशको अन्नको निम्ति राजाको देशमा निर्भर। यहाँ तपाईँले के देख्नुहुन्छ, जब हेरोद त्यहाँबाट कैसरियातिर गए र सिदोन र टुरोसमा बस्न थाले, सिदोन र टुरोसका मानिसहरू कैसरियामा बस्दा सिदोन र टुरोसका मानिसहरूले, यसको पृष्ठभूमि चाहिँ अलिकति बुझ्नुहोस् है। सिदोन र टुरोसका मानिसहरूले यहुदाबाट खाद्यान्न लगेर जान्थे। उनीहरूको देशमा, उनीहरूको ठाउँमा, उनीहरूको जिल्लामा खाद्यान्न पाउँदैन थियो। त्यसको त्यहाँबाट लाने भएको हुनाले जहिले पनि सिदोन र टुरोस र सिदोनका मानिसहरूले हेरोदलाई खुसी तुलाउन चाहन्थ्यो, ताकि उनीहरूको स्वार्थ थियो त्यहाँ खाने खाद्यान्नहरू पाउन सकौँ। तर विभिन्न कारणले गर्दाखेरि, विशेष गरेर त्यहाँका मानिसहरू कतिजना चाहिँ क्रिस्चियन भएको कारण, विशेष येशूको सुसमाचार सुनेर मण्डली वृद्धि भएको कारण, त्यो राजालाई नमानेको कारण, व्यवस्थालाई नमानेको कारण, यहुदीहरूले टुरोसमा र सिदोनमा बस्ने यहुदीहरूले उल्टै झोसपोल गरेको कारण एकदम निराश भइरहेको थियो। तर त्यहाँ केही टुरोस र सिदोनका मानिसहरूले के गर्छ, उनीहरूलाई राजालाई खुसी तुलाउनको लागि एकजना राजाको नजिकको मान्छेसँग, सायद उसको मेरो विचारमा पिए पनि हुन्छ होइन, बलसत भन्ने मान्छेसँग उसले सम्पर्क राखेर नेगोसिएसन गर्ने काम गर्छ। अनि त्यहाँ गर्ने कुरा हामी त्यहाँ देख्छौँ। त्यसपछि तलतिर 21मा, त्यो दिनमा राजकीय पोसाक पहिरे हेरोदले उनका सिंहासनमा बसेर तिनीहरूलाई
उनको भाषण दिए। अब टुरोसका मानिसहरूलाई र आफ्नो जनताहरूलाई केही सम्बोधन गर्न लागे। राजकीय पोषक भनेको राज्य जहिले पनि राजाले एउटा आफ्नो के भन्छ सिंहासनमा बसेर विशेष कुराको सम्बोधन गर्छ नि जनतालाई, गर्थे नि पहिला। हाम्रो पनि कोही कोही बेला राष्ट्रपतिले गर्छ, प्रधानमन्त्रीले गर्छ, त्यस्तै गर्नु लागेका थिए। अब हेर्नुहोस् है घटना, भाषण दिए, तिनीहरू यो त ईश्वरको बोली हो, मानिसहरू होइन भनेर कराए। टुरोस र सिदोनका मानिसहरू जो यहुदीहरू थिए, जसले राजालाई, क्रिस्चियनहरूको विरोधी थिए, तर राजालाई भयङ्कर यो त राजा हो, यो परमेश्वरकै बराबरको बोली हो, यो परमेश्वरै हुनुहुन्छ हाम्रो चाहिँ हेरोदलाई खुसी तुलाउनको लागि उनीहरूले चिच्चाउन थाले। त्यो जमातदेखि त्यो परमेश्वरलाई अत्यन्तै नराम्रो लाग्यो, परमेश्वरको विरुद्धमा थियो। यहुदीहरूलाई परमेश्वरले माया गर्दा गर्दै पनि उनकै विरुद्धमा राजालाई मान्नु थालेपछि, राजाको जय जयकार गर्न थालेपछि परमेश्वर भयभीत हुनुभयो, रिसमा परिणत भयो। त्यस पछाडि तलतिर हेर्नुहोस् त के छ, तर तिनीहरूको महिमा नदिएकोले त्यति नै खेर प्रभुको एउटा स्वर्गदूतले तिनीहरूलाई प्रहार गरेर स्याउस्याउती किरा परेर देहान्त भयो। त्यसै गरी राजालाई हेरोदमाथि एक किसिमको रोग। अब त्यतिखेर अंश किराइने त म भन्नु सक्दिनँ, मलाई लाग्छ यो एक किसिमको के भन्छ, पहिला अस्ति हाम्रोमा आएको रोग के थियो, कोरोना जस्तै रोग पठाइदिनु भयो। अनि त्यो राजा मात्रै मरेन नि त साथी हो, यहाँ त राजाको कुरा मात्रै गरेछ। मलाई लाग्छ एक किसिमको रोग पठाइदिनु भयो र जसले परमेश्वरको विरुद्धमा बोल्नुभएको थियो त्यो मानिसहरू मेरो विचारमा सबै मरेको हुनुपर्छ। किनभने परमेश्वरले हेरोदको न्यायमा हस्तक्षेप गर्नुभयो, हेरोदको न्यायमा परमेश्वरले हस्तक्षेप गर्नुभयो, हेरोदलाई निमन्त्रण बनाउनु भयो। परमेश्वरको विरोध गर्नुहुनेले परमेश्वरले बदला लिनुभयो। आज तपाईँ र मैले प्रार्थना गऱ्यौँ, मण्डलीले प्रार्थना गऱ्यो भने यदि त्यहाँ उत्तर हेर्नुभयो भने मण्डलीले रात दिन प्रार्थना गरेको थाहा पाउँछौँ। दाजुभाइ तथा दिदीबहिनीहरू, म छिटो गरेर सक्न चाहन्छु। मेरो समय त धेर त गएको छैन, 40 मिनट मात्रै हो। म घडी हेर्दैछु, म जम्मा 31 मिनट मात्रै बोलिरहेको छु है, तर म छिटै सक्न चाहन्छु। त्यसकारण तलतिर हेर्नुभयो भने 21 र 22 त्यस्तो कठिनाइ छैन, सजिलो छ। त्यो 21 र 22ले म धेर भन्न चाहन्न है। 21 र 22मा चाहिँ तपाईँले देख्न चाहनुहुन्छ सुसमाचार बन्देजमा परमेश्वरको हस्तक्षेप गर्नुभएको थियो। हेरोदले सुसमाचार गर्ने त्यतिखेरको पत्रुस, उनका चेलाहरू, विश्वासीहरूले सुसमाचार सुनाइरहेको थियो र पर तलमाथि। त्यतिखेर हेरोदले यहुदीहरूको कुरा सुनेर के गर्दै थियो, सुसमाचारको विरुद्धमा बन्देज गरिएको थियो, सतावट दिइरहेको थियो। अनि यहाँ भन्छ, तपाईँले मैले 24 र 25 पढेँ भने, तर प्रभुको वचन बढ्दै र फैलियो। बारनाबास र साउल आफ्ना मिसन पुरा गरेर यरुशलेममा फर्के। तिनीहरूसँग मर्कुस भनिने एकजना योन्ना पनि थिए। यो मर्कुस भन्ने चाहिँ मर्कुसको पुस्तक लेख्ने हो। तपाईँले हेर्नुभयो भने मर्कुस भन्ने मान्छे चाहिँ मर्कुसको पुस्तक लेख्ने मर्कुस हो। यो बारनाबासको चाहिँ के थियो, भान्जा पनि भन्छ। त्यो मान्छेहरू चाहिँ मिसनको काम हो। अब सुसमाचार रोकिएन, सतावले सुसमाचार रोकिएन, मृत्युले सुसमाचार रोकेन। उनीहरूले के गरे, अब सुसमाचार फैले। जब स्याउस्याउती किरा परेर मरे, फेरि नयाँ तरिकाले, नयाँ जोसमा सुसमाचार फैलिएको छ। हेरोदको अन्यायको हस्तक्षेप, त्यस पछाडि तपाईँ र मैले हेर्ने भने सुसमाचारको बन्देजमाथि परमेश्वरको हस्तक्षेप भएको छ। अब सुसमाचार फुक्का गरिएको छ। नेपालमा पनि एकपल्ट त्यस्तै थियो, अहिले सुसमाचार फुक्का गरिएको छ। अब भोलि बन्द हुनसक्छ, तर फेरि परमेश्वरले हस्तक्षेप गर्नु हुन्छ। थाहा छैन, तपाईँ र मेरै पालामा बन्द पनि हुनसक्छ। अहिले आंशिक रूपमा बन्द छ। तपाईँ र मैले पहिला जस्तो सुसमाचार सुनाउन सक्दैनौँ। सक्छौँ गएर सुनाउँ भने त्यहीँका मानिसले तपाईँ र मलाई आक्रमण गर्छ। पहिला आक्रमण गर्थेन होइन, हामी खुला सुसमाचार छ। गाउँमा सुसमाचार धावाहरूमा हामी आफ्नै ट्र्याक्स बोक्ने यदि झोलामा घर हिँड्थ्यौँ। अहिले आंशिक रूपमा त्यस्तै हुँदैछ। अब फेरि परमेश्वरले हस्तक्षेप गर्ने दिन आएको छ। त्यसकारण तपाईँ र मैले सिकेको कुरा चाहिँ यही हो, यो च्याप्टरदेखि अर्थात् यो अध्यायदेखि। दाजुभाइ तथा दिदीबहिनीहरू, हिब्रूको पुस्तक 4:12 किनभने परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ र कुनै पनि दुई धारे तहरभन्दा बढी
धारिलो हुन्छ, यसले प्राण र आत्मालाई त्यसका जोड्ने र हाडको गुदीसम्म भाग भाग पारुन्जेल होरपार छेड्ने र हृदयका विचार र इच्छालाई जाँच्न सक्ने हुन्छ। यो क्रियाशील वचन तपाईँ र मेरो अगाडि कालो र सेतो कागजमा कालो अक्षरले होला बाइबलमा, तर यो क्रियाशील छ, यो जीवित छ। त्यसकारण म यही भन्न चाहन्छु दाजुभाइ तथा दिदीबहिनीहरू, परमेश्वरले हाम्रो कष्टमा हस्तक्षेप गर्न सक्नुहुनेछ। अन्तमा यहाँ तपाईँ र मैले 3-4 कुरा थाहा पाउँछौँ। प्रार्थनाद्वारा परमेश्वरमा हामीले विजय प्राप्त गर्न सक्छौँ। त्यस्तै गरेर सतारमाथि विजय छ। कष्ट र सतारमा कठिनाइमा को परिस्थितिमा तपाईँले मैले परमेश्वरले हामीलाई विजय दिनुहुन्छ। दुष्टमाथि विजय दिनुहुन्छ। हामी दुष्टमाथि जहिले पनि विजय हुन सक्छौँ। अनि अन्तिममा चाहिँ सुसमाचारमा विजय, हाम्रो सुसमाचारमा ख्रिस्टमा विजय छ। त्यसकारण आजको लेसनबाट, आजको बाइबल खण्डबाट तपाईँ र मैले 26वटा पदबाट सिकेको कुरा यही हो, परमेश्वरले उहाँको समयमा हाम्रो कष्ट र पीडामाथि हस्तक्षेप गर्न सक्नुहुन्छ र हस्तक्षेप गर्नुहुनेछ। सतावरमाथि हस्तक्षेप गर्नु सक्नुहुन्छ। पत्रुस र जेलमाथि हस्तक्षेप गर्नुभयो। तेस्रो कुरो अन्यायमाथि हस्तक्षेप गर्नुभयो परमेश्वरले। चौथो चाहिँ तपाईँ र मैले देख्यौँ सुसमाचार बन्देजमाथि परमेश्वरले हस्तक्षेप गर्नुभयो। त्यो हस्तक्षेपमा ले गर्दा तपाईँ र मेरो प्रार्थना विजय पाएका छौँ। सतावरमाथि विजय पाएका छौँ। दुष्टमाथि विजय पाएका छौँ। सुसमाचारमा विजय पाएका छौँ। हालेलुया, आमेन। परमेश्वरले हामी सबैलाई आशिष दिउन्।